हेलो सबै नमस्ते। म चाहिँ अहिले पोखरा महानगरपालिका यातायात कार्यालय पछाडिपट्टि ग्राउन्डमा छु। यातायात कार्यालय अगाडिपट्टिदेखि यहाँ चाहिँ है म चाहिँ खास एउटा विशेष आफ्नै कामले आएको थिएँ। यो साधन नामसारी गरेर चाहिँ अरू प्रोसेस काम सकेको थियो। एउटा चाहिँ इन्जिनियरिङ चेक हुन्छ, हाम्रो चाहिँ यो चेसिस चेक हुने कामको लागि चाहिँ पछाडिपट्टि एउटा ग्राउन्डमा छौँ हामी। यो खासै अनि मैले के कुरा चाहिँ सेयर गर्न खोजेँ भने यहाँ चाहिँ एउटा 2:30 बजे 3 बजे खाजा खाने समय भनेर सरकारले तोकेको छ होइन। अहिले चाहिँ 3:20 भइसकेको छ। ठ्याक्कै यो भिडियो गर्दाको टाइममा पनि 3:20 भएको छ। यहाँ चाहिँ धेरै सेवाग्राहीहरू चाहिँ कुरेर बस्नु भएको छ, जो चाहिँ सबैको हातमा फाइल पनि देख्न सकिन्छ होइन। आफ्नो फाइल लिएर बस्नु भएको छ। कति चाहिँ गाडीहरू, कति चाहिँ टु व्हिलर साधनहरूको चाहिँ स्कुटर बाइकहरूको हुनुहुन्छ। तर यहाँ चाहिँ अब गुनासो के भयो भने अब मान्छेको अब सेवा चाहिँ उहाँहरूलाई खाजान टाइम चाहिँ बराबर चाहिने, अब हामीले सेवा लिने टाइममा चाहिँ उहाँहरूको सेवा चाहिँ बराबर नपाइने किन भन्ने कुरा हो क्या। किन यस्तो गल्ती हो होइन। अब यो चाहिँ खास कसले हेर्छ, यो चाहिँ विशेष चाहिँ जहाँबाट चाहिँ जसको रोबरमा हुने हो त्यहाँ चाहिँ यो भिडियो चाहिँ होस्, यसमा चाहिँ ध्यान केन्द्रित होस् होइन। हाम्रो जनगुनासो यो मेरो मात्रै होइन, र सक्दो चाहिँ बुझेर सेयर पनि गरिदिनु होला यसलाई चाहिँ, यो भिडियोलाई।